भएको। सो हामी चाहिँ यहाँ किचनबाट स्टार्ट गरिरहेको छौँ। पानी भरिरहनु भइरहेछ, पानी पानी। गर्मीले हेर्नु न साथीहरू, पुरै पसिनै पसिना भएर कस्तो भइरहेछ। हाम्रो झन् यो किचन चाहिँ यता घामपट्टि परेर धेरै गर्मी भइरहेछ। गर्मी चाहिँ एकदम तातो तातो फ्यान खोलिरहेछौँ, बत्ती बालिरहेछौँ। हामी आज के बनाउन आँटेको अरे? बिरयानी। बिरयानी बनाएर खाने। सो साथीहरू, आज चाहिँ हामी बिरयानी बनाउन आँटेको। यो मैले बिरयानी बनाउन कति 3-4 चोटि चाहिँ ट्राई गरेँ। घरैको सामानले यताउति अलिअलि बनाउन ओर्न यसो ट्राई, त्यस्तो साह्रो खालको नि होइन। यसो सिम्पल सिम्पल बिरयानी बनाएर खान आँटेको। भान्जीलाई टेस्ट गराउन आँटेको क्या। भान्जी सोमबारतिर जानुहुन्छ नि त, अनि बिरयानी पनि खानु त। आज कति खाना खानु भनेर हामी चाहिँ बिरयानी बनाउन आँटेको। अनि यहाँ जेनीले चाहिँ टमाटो के गरेको फेरि? टमाटो हेर्नु न साथीहरू, मेरो छोरीले त मुसाले टोकेको जस्तो पुरै टमाटरको त हालत बेहालत के गरे। बेबी हुन्न, नो 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 हुन्न बेबी, नो। बिरयानीको लागि सामान चाहिँ रेडी भइसक्यो। भान्जीले टमाटर प्याज काटिदिनु भयो। अनि यहाँ चाहिँ चामल भिजिरहेको छ। यहाँ चाहिँ लङ्सुकमेलको पानी यो उसमा हाल्नुपर्छ नि त, पुलाउसँग अहिले लास्टमा हाल्नुपर्छ। अनि यो चाहिँ चिकन, यो चाहिँ टमाटर प्याज, अनि चिकन मसला नभएको कारणले हामीले चाहिँ मिट मसला अनि कश्मिरी मिर्च ल्याम्प। आजकल चिकन मसला चाहिँ पसलतिर त्यति खासै बिक्री हुन्न अरे क्या। अनि त्यही भएर हामीले चाहिँ चिकन मसला नभएको कारणले मिट मसला लिएर आयौँ। सो कस्तो हुन्छ साथीहरू, हजुरहरूलाई हामी देखाउँदै गर्छौँ, देखाउँदै हामी पकाउँदै गर्छौँ। के कस्तो हुन्छ जानियो जानिएन हजुरहरूले कमेन्ट गरेर भनिदिनु। साथीहरू, चिकन पाको। अब यहाँ राइस कुकर बसाइदिएको छु। चिकन हाल्ने सुरुमा हल्का ग्रेभी ग्रेभी बनाएको नि त, यहाँ ग्रेभी चाहिन्छ नि त, त्यही भएर चिकन हाल्ने पहिला। कस्तो यहाँ त पुग्यो, पुन्युले कस्तो अप्ठ्यारो हुन्छ भने नि। सो यहाँ मैले चाहिँ चिकन हालिदिएँ। त्यसपछि अघि भिजाएको चामल हातैले हाले साथीहरू, अप्ठ्यारो हुन्छ नि त। यसरी निकाल्दिउँ। त्यसपछि यो चामल पछि फेरि मासु चिकन हाल्नुपर्छ। अनि चिकन हालिसकेपछि फेरि चामल हालेर, अनि जुन यो पानी छ नि, यो पानी छानेर हालिदिनुपर्छ। अनि बिरयानी रेडी हुन्छ। साथीहरू, हाम्रो चाहिँ यहाँ बिरयानी पाक्दैछ। बिरयानी पाक्दैछ। अनि भित्र एकदम धेरै गर्मी छ क्या, त्यही भएर बाहिर यसो अलिअलि भए पनि हावा आउँछ नि त। मेरो रुममा बत्ती नै बालेको रहेछ। सो अलिअलि भए पनि हावा आउँछ, त्यही भएर हामी बाहिर बस्छौँ एकैछिन। अहिले फेरि नानीले केही गर्न दिँदैन क्या, त्यही भएर छिट्टै खानासाना यताउता छिट्टै बनाएको हो क्या। जेनी त्यहाँबाट डुङ्गा हुन्छ के गरेको बेबी? खालि यहीँबाट चढ्नु भन्छ क्या, यहाँबाट लड भने के हुन्छ? आऊ मम्मासँग, आऊ तल उत्र त। हाई भनिदेऊ साथीहरूलाई, हाई भनिदेऊ। हाई साथी, हाई साथी। बल्ले 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 बल्ले। भान्जी फेरि नजानु, यसो गर्नु चाहिँ यार। बल्ले 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 ढ्यान ट्यान। साथीहरू, बिरयानी इज रेडी। सो हाम्रो बिरयानी पनि पाकिसकेको छ। अहिले 8 बजिसक्यो, 8 पनि बजिसक्यो। अब आजलाई यति नै साथीहरू, बाई। भेट्नुपर्छ अब हामी नेक्स्ट ब्लगमा।